हरे कृष्ण। हजुरहरु सम्पूर्णलाई आउँदै गरेको कार्तिक मास यानी दामोदर महिनाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यस 2082 सालमा हाम्रो कार्तिक मास सुरु हुन गइरहेको छ असोजको 21 गतेदेखि कार्तिकको 19 गतेसम्म। हामी भक्तवृन्दका लागि त 12 महिना नै आवश्यक छ, तर पनि यो कार्तिक मास महिना भनेको एउटा यस्तो महिना हो जहाँ भगवान श्री कृष्णले हामीलाई अरु महिना भन्दा अलि बढी कृपा वर्षाउनुहुन्छ, किनभने यस महिनाको अधिष्ठात्री देवी भनेकै श्रीमती राधा रानी हुनुहुन्छ। बोलो राधा रानी की जय। हुन त भगवान श्री कृष्ण अत्यन्तै करुणामय हुनुहुन्छ। हे कृष्ण करुणा सिन्धु दीन बन्धु जगतपते। तर पनि माता र पिताको केसमा हेर्ने हो भने पिता अलि स्ट्रिक्ट हुनुहुन्छ भने माता जो हुनुहुन्छ उहाँको कोमल हृदय हुन्छ, अलिकति माया पनि बढी हुन्छ। त्यसरी नै जो श्रीमती राधा रानी हुनुहुन्छ उहाँले यस महिनामा जो कोहीले पनि भक्ति गर्छ त्यसलाई हजारौं गुना बढी कृपा गर्नुहुन्छ। त्यही भएर नै यो कार्तिक मास अत्यन्तै अत्याधिक आवश्यक छ। अर्थात हामी भक्तवृन्दहरूका लागि त सोच्नुस् यो एउटा सेल नै हो। बजारमा 10% 20% को मात्रै सेल पाइन्छ भने यो महिनामा हामी भक्तहरूलाई भगवान श्री कृष्णले अनि श्रीमती राधा रानीले 99.99% नै सेल दिनु भएको छ। हामीले एक माला जप्नु भनेकै हजारौं माला जप्नु बराबर हुन्छ। यस कार्तिक मास त्यही महिना हो जब भगवान श्री कृष्णले दामोदर लीला गर्नु भएको थियो। त्यही कारणले नै हामी भक्तवृन्दहरूले साँझको टाइममा कार्तिक महिना भनी नै भगवान श्री दामोदरलाई दीप अर्पण गर्ने गर्दछौं। पद्म पुराणमा पनि भनिएको छ जसले कार्तिक महिनाको यो व्रतलाई पालना गर्छ र भगवान दामोदरलाई दीप दान गर्छ उसको सबै पापहरू नष्ट भएर जान्छन्। यही कार्तिक मासमा भगवान श्री कृष्णको गोवर्धन लीला भएको थियो। बहुलाष्टमी, गोपाष्टमी, राधाकुण्ड, श्यामकुण्ड अवतरण, धनतेरस, श्रील प्रभुपादजीको तिरोभाव दिवस, अरिष्टासुर वध, यति मात्रै नभएर दीपावली पनि यही महिनामा परेको छ। त भक्तजनहरू हामीहरूलाई थाहा नै छ अहिले चतुर्मास व्रत चलिरहेको छ र यस चतुर्मास व्रतको अन्तिम महिना भनेको पनि कार्तिक महिना नै हो। यस कार्तिक महिनामा हामीहरूले गर्नै पर्ने 5 कुराहरू म तपाईलाई भन्न चाहन्छु। सर्वप्रथम त हामीले यस महिनामा भगवान श्री दामोदरलाई दीप दान गर्दछौं। नम्बर 2 मा जब हामीले भगवानलाई दीप दान गर्छौं त्यति बेलामा हामीहरूले दामोदर अष्टकम गाउन अत्यन्तै आवश्यक छ। यदि तपाई मन्दिरमा जानु भएको छ भने तपाई भक्तहरूसँग मिलेर गाउन सक्नुहुन्छ र यदि तपाई घरमै हुनुहुन्छ भने आफैले पाठ गर्न सक्नुहुन्छ। नम्बर 3 मा हामीहरू सबैजनालाई श्रील प्रभुपादजीले पनि भन्नु भएको छ एटलिस्ट हामी अरु बेलामा नसके पनि यस दामोदर महिना अर्थात कार्तिक मासमा हामी वृन्दावन धाम जस्ता पवित्र धामहरूमा गएर वास गर्नु पर्दछ र धेरै भन्दा धेरै भक्ति गर्नु पर्दछ। नम्बर 4 मा हामीहरूले हरेक दिन यस कार्तिक मासमा प्रण लिनु पर्छ कि म भगवत गीता पढ्छु, म श्रीमद् भागवत पढ्छु अर्थात चैतन्य चरितामृत पढ्छु, कुनै न कुनै पुस्तक पढ्छु भनेर हामीहरूले प्रण लिनु पर्छ र त्यही अनुसारले हरेक दिन हामीले पढ्ने प्रयास गर्नु पर्दछ। नम्बर 5 मा रहेको छ हामीहरूले आफ्नो घरमा हाउस प्रोग्राम गर्न सक्छौं। भक्तवृन्दहरूलाई बोलाएर यस कार्तिक दामोदर महिनामा कार्यक्रम राख्ने र आफ्ना वरिपरि भएका मान्छेलाई पनि भगवान श्री दामोदरको दीप अर्पण गर्न लगाउने। त यी 5 कुराहरू गर्यौं भने अवश्य पनि भगवान श्री कृष्ण धेरै कृपालु हुनुहुन्छ। हामीले जब अरूको लागि सोच्छौं भगवानले हामीलाई धेरै कृपा गर्नुहुन्छ। त्यही भएर यस महिनामा हामीले अत्याधिक फाइदा उठाउनका लागि यी 5 कुराहरू गर्नै पर्दछ। यसका साथसाथै भक्तवृन्दहरू यस कार्तिक महिनामा हामीले 30 डे च्यालेन्ज पनि गर्न सक्छौं। जस्तै कि तपाईलाई यो महिनामा जे कुरा एकदमै मन पर्छ त्यो कुरा तपाईले भगवानको लागि त्याग्न सक्नुहुन्छ। जस्तै कि मेरो लागि मोमो। यसरी नै यदि हामीहरूले प्रण लियौ म यो महिनामा यो गर्छु, म हरेक दिन ब्रह्म मुहूर्तको समयमा उठ्छु, म हरेक दिन पुस्तक अध्ययन गर्छु, म हरेक दिन भगवानको लेक्चर सुन्ने प्रयास गर्छु, हरेक दिन म यति टाइम चाहिँ नि कृष्ण कन्सियसनेसमा लाउँछु भनेर यदि हामीले प्रण लियौ र त्यही अनुसार गर्न सक्यौ भने पक्कै पनि भक्तवृन्दहरू भगवानले हामीलाई धेरै नै कृपा वर्षाउनु हुनेछ। मैले त सोचिसकेको छु आफूलाई जे पनि मन पर्छ त्यो आफ्नो तर्फबाट त्याग्ने प्रयास गर्नेछु। तपाईहरू पनि आफूलाई जे अत्यन्तै प्रिय छ त्यसलाई त्याग्नु होला र जुन
जस्तै कि मालाकै केसमा पनि यदि हामीले 16 माला जपेको छौँ भने एटलिस्ट म 25 मालासम्म जप्छु यो महिनामा हरेक दिन भनेर प्रण लिन सक्छौ। कोही मालै जप्नु हुँदैन भने पनि तपाईहरूले सुरुवात गर्न सक्नुहुन्छ। कसैले कण्ठी लगाउनु भएको छैन भने यस महिनामा लगाएर अगाडि बढ्न सक्नुहुन्छ। भगवान श्री कृष्णले भगवत गीतामा पनि भन्नुभएको छ, ए यथामाम प्रपदन्ते तांस तथैव भजाम्यहम्। हामी जस्तो अनुसारले भगवानमा शरणागत हुन्छौँ त्यही अनुसारले नै भगवानले हामीलाई रिवार्ड दिनुहुन्छ। यदि हामी त्यो रिवार्ड पाउन चाहन्छौँ भने हामीहरू सबैजनाले मिलेर यस कार्तिक मास दामोदर महिनालाई सभ्य र भव्यका साथ मनाऊ अनि भगवान श्री श्री राधा दामोदर भगवानको अनन्त कृपा लिने प्रयास गरौँ। हरे कृष्ण।